सम्पूर्णमा सबैलाई नमस्कार। म चाहिँ आज के विषयमा आएको छु भन्दाखेरि यो छेउमा देखाइरहेको पत्ता चाहिँ कुन पत्ता होला, के पत्ता होला, हाम्रो घर वरिपरि पनि देखिन्छ, के चाहिँ होला यो भनेर हजुरहरूको जिज्ञासा छ भने यो चाहिँ तपाईहरुलाई कसैको पित्ता थैलीको चाहिँ हुँदैन। कित्तिपमा भएको पत्थरी चाहिँ यसले विष हुने गर्दछ। यसको खाने विधिहरू पनि छ। तपाईले बिहान र बेलुका 2 टाइम चिया खाने गिलासको एक गिलास चाहिँ तपाईहरुले खान सक्नुहुन्छ। यसको जुस बनाएर जसको पत्थरी छ भनिएको छ कित्तिपमा उहाँहरूले चाहिँ यो सेवन गर्न सक्नुहुन्छ। यो चाहिँ जुन यो मैले देखाइरहेको छु तपाईहरुले के नामले चिन्नुहुन्छ हेर्न सक्नुहुन्छ। यस्तो हुन्छ यो चाहिँ। यो त्यतिकै खाँदा पनि हुन्छ, त्यतिकै खान पनि सक्नुहुन्छ। यो सुगर प्रेसरलाई पनि निकै कम्ती गर्छ र जसले चाहिँ डाक्टरले चाहिँ तपाईको कित्तिपमा चाहिँ पत्थरी भएको छ 5 mm 6 mm 7 mm को भनेर सुनाउनुहुन्छ, उहाँहरुको लागि चाहिँ एकदमै राम्रो जडीबुटी हो यो चाहिँ। र बिहान 1 गिलास बेलुका 1 गिलास सकिन्छ बिहान 2 पत्ता बेलुका 2 पत्ता गरेर खानु होला। जसको कित्तिमा पत्थरी छ र पित्ता थैलीमा भएको चाहिँ यो हुँदैन। पित्ता थैलीमा भएको चाहिँ अरु पनि मिलाउनु पर्ने हुन्छ। म अर्को भिडियोमा भन्ने छु त्यो चाहिँ। र सुगर प्रेसरलाई पनि एकदमै राम्रो गर्छ यसले चाहिँ, हेर्न सक्नुहुन्छ। यसरी तपाईहरुले चाहिँ सेवन गरेर हेर्नु होला है त। किनकि यसले चाहिँ 100 मा 100% ग्यारेन्टीका साथ हुने गर्दछ। यसले चाहिँ पत्थरीको लागि त भनियो, तर खाँदा केही हुने पो हो कि भन्ने शंका छ भने केही शंका मान्नु पर्दैन। हजुरहरुले मै खाएर देखाउँछु। तपाईहरुले केही पनि हुँदैन। म चाहिँ खाइसकेको छु, देख्न सक्नुहुन्छ। केही हुँदैन। तपाईहरुको दुईपट्टि कोखा दुख्ने, चसचस गर्ने यस्तो छ भने पनि तपाईले खान सक्नुहुन्छ। डाक्टरले पत्थरी नै छ भन्यो भने पनि तपाईहरुले खान सक्नुहुन्छ। ढुक्कतालले खानु होला। 1 महिना चाहिँ खानु होला है। बिहान र बेलुका गरेर सकिन्छ 2 पत्ता खानु होला। 1 महिना चाहिँ अवश्य नै खानु होला। तपाईहरुको पत्थरी अवश्य विष हुनेछ। डाक्टरकोमा गएर देखाउनु होला। तपाईको पत्थरी हुँदैन है त। जसले यो भिडियो हेर्नुहुन्छ उहाँहरुलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। र 1 सब्स्क्राइब 1 लाइक चाहिँ अवश्य गरेर एउटा कमेन्टमा के कस्तो हुन्छ एउटा मिठो खालको कमेन्ट गर्नु होला है त भन्दै सबैबाट बिदा हुन्छु। हस्त नमस्ते। 1 शेयर 1 लाइक अवश्य गर्नु होला किनकि तपाईहरुको लागि यस्तै भिडियो लिएर म आउने छु है त। नमस्कार।